स्वस्थ वनजङ्गल तथा सन्तुलित पारिस्थितिकीय प्रणाली प्राणी जगतको जिउने आधार हो। सँगै जैविक विविधता र जलवायु उत्थानशीलताको भरपर्दो आधार हो। यसलाई समावेशी र समतामूलक शासनको अवलम्बन गरी दिगो रूपमा संरक्षण र व्यवस्थापन गर्न जरुरी छ। शासन र समताको स्थलगत मूल्याङ्कन अर्थात् सेज मार्गदर्शनले संरक्षण शासनलाई अझ समावेशी, पारदर्शी र जवाफदेही बनाउन सहयोग पुर्याउँछ। सेज 3 चरणमा सम्पन्न हुन्छ: तयारी, मूल्याङ्कन र कार्यान्वयन। सेज मार्गदर्शनले संरक्षण क्षेत्रको शासनको विद्यमान अवस्थाबारे प्रष्ट हुने अवसर प्रदान गर्छ। अधिकारको कुराहरू गर्छौं हामी। यसले सबै पक्षको प्रत्यक्ष सहभागितामा निष्पक्ष मूल्याङ्कन गरी संरक्षण शासनमा भएका कमी कमजोरी र चुनौतीहरू पत्ता लगाउन साथै समाधानका लागि ठोस कार्ययोजना निर्माण गर्न उचित मार्गदर्शन दिन्छ। आदिवासी जनजाति समूहहरूमा हक अधिकार सम्बन्धी तालिम, सचेतना तथा क्षमता अभिवृद्धि। सरकारवाला सम्मको संयुक्त पहलमा वन्यजन्तुका लागि आवश्यक आहार तथा वासस्थानको व्यवस्थापन गर्ने। महिला समूह र आदिवासी जनजातिका लागि तालिम गराउने र कसरी गराउने भन्ने कुरामा टोलमा गराउने, कहिले गर्ने भनेर 1 वर्षभित्रमा। सेज मार्गदर्शनले सरकारवाला, अधिकारवाला, समुदाय, महिला, आदिवासी समूह लगायत सबै पक्षलाई निर्णय प्रक्रियामा सहभागी गराउन सघाउँछ। हरेक पक्षको अधिकारलाई सम्मान र लाभांशको न्यायोचित वितरण सुनिश्चित गर्दै सुशासन र संरक्षण अभियानलाई प्रभावकारी बनाउन योगदान दिन्छ। पहिला चाहिँ यो वन महासङ्घमा चाहिँ जनजाति महासङ्घलाई नै समेटेर लानुपर्छ भन्ने चाहिँ पहिलादेखि नै थिएन। वनको जुन उहाँहरूको त माथि डिभिजनबाट नै त्यस्तो हामीलाई अहिलेसम्म समेटेर ल्याउनुपर्छ भन्ने कुरा थिएन। अब चाहिँ बिस्तारै समेट्छौँ भन्ने कुरा लाग्नुभएको रहेछ। अब समेट्नुहुन्छ होला। अब चाहिँ हामी छर्लङ्ग भयौँ कि यो जलथल वनमा 22 वटा साबु छ। आफूले आफ्नो तरिकाले काम गरे तापनि आफ्नो सबै कार्यहरू चाहिँ यहाँ 22 वटामै खुल्न गइसकेपछि हामी चाहिँ एक अर्काको परिपूरक भयौँ। समन्वयकारी भूमिका खेलेर हामी अगाडि बढ्नुपर्छ भन्ने चाहिँ हामीले सिक्यौँ। यसमा स्थानीय निकायको काम, कर्तव्य र दायित्व के हो भन्ने विषयमा जे जति कुरा सिकियो बडा खुसी लाग्यो, राम्रो लाग्यो। समूह कसरी चलेको छ र त्यहाँबाट भएका लाभांशहरू उपभोक्ताले कसरी चाहिँ लिइरहेका छन्, जस्तो चाहेको मात्रामा भए छ कि छैन, कि हामीले गर्ने जिम्मेवारी चाहिँ हामीले निर्वाह गरेका छौँ कि छैनौँ भन्ने कुराहरू पनि सिक्न पाइयो, जान्न पाइयो। आमा समूहले पनि वनसँग चाहिँ एउटा गुनासो राख्न अथवा सिपका कुराहरू माग गर्न एउटा बाटो पनि वन रहेछ र हामी पनि उत्तिकै समान सहभागिता राख्न सक्ने रहेछौँ भन्ने कुरा चाहिँ मैले ज्ञान प्राप्त गरेँ। सेजले परिकल्पना गरेको समतामूलक संरक्षण शासन सम्भव मात्रै होइन, अत्यावश्यक पनि छ, जसले न्याय, सहभागिता र जवाफदेहिता सुनिश्चितता गरी स्वस्थ पारिस्थितिकीय प्रणाली प्रवर्धनका लागि सही मार्गदर्शन दिन्छ। पारदर्शिता, जवाफदेहिता, यो 6वटा सिद्धान्तहरू छन् यहाँ। यिनीहरूलाई फलो गरेर अघि बढ्ने हो भने हामीले चाहेको, हामीले गर्न खोजेको चाहिँ र यो आयोजना गरिएको कार्यक्रम चाहिँ पक्कै पनि पुरा हुन्छ भन्ने मैले चाहिँ विश्वास राखेको छु। 85 वन संरक्षण क्षेत्रमा शासन र समताको साइट लेभलको मूल्याङ्कन जुन हामीले चाहिँ सेजबाट चाहिँ गरेका छौँ। अहिलेसम्म हामीले 85 मा गर्ने क्रियाकलापहरू, कामहरू चाहिँ त्यसमा चाहिँ हाम्रो चोरी सिकारी नियन्त्रण, त्यसै गरेर वन संरक्षण क्षेत्रभित्र रहेका पानीका मुहानहरूको चाहिँ हामीले संरक्षण गर्छौँ, जैविक विविधताहरूको संरक्षण गर्छौँ। यो टुलबाट हामीले शासनमा सुधार गर्नका लागि र त्यसपछि यो 85 वन संरक्षण क्षेत्रलाई अझै इफेक्टिभ रूपमा अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्दछ। यसबाट के हुन्छ भने आगामी दिनहरूमा कार्यक्रमहरू तर्जुमा गर्दाखेरि सबै सरकारवालाहरूको सहभागितालाई चाहिँ विशेष ध्यान दिनुपर्ने अवस्था देखिन्छ र यसबाट हाम्रो सबै सरकारवालाहरूको संरक्षणप्रतिको उनीहरूको अपनत्व अभिवृद्धि हुन जान्छ र आगामी दिनहरूमा संरक्षणको कार्य दिगो रूपमा अगाडि बढ्न सक्छ भन्ने मैले विश्वास लिएको छु। सेज दिगो वन संरक्षणमा टेवा पुर्याउँदै समुदायलाई पनि सबल बनाउने साझा साधन हो, जसले समुदायको दिगो जीविकोपार्जनमा योगदान दिँदै उनीहरूकै नेतृत्वमा जैविक विविधता संरक्षणको कार्यलाई अघि बढाउन प्रोत्साहन गर्छ। यसले अन्ततः प्राणी जगतका लागि स्वस्थ र सन्तुलित पारिस्थितिकीय प्रणाली तयार गर्ने आधार निर्माण गर्छ।